थ्याङ्क यू है दाजुलाई ल म्याग्दी तनहुँलाई माया गर्ने र समग्र भलिबललाई माया गर्नेहरूलाई एकदम मेरो हृदयदेखि हार्दिक सम्मान पनि छ। सबले सब्स्क्राइब गरिदिनु पर्यो हाम्रो विशाल दाइको युट्युब च्यानलमा। हामीलाई बधाई छ हामी थर्ड भयो। गुड मर्निङ सबैजनालाई, वेलकम छ विशाल खबर ब्लगमा। म चाहिँ भर्खर उठेको, किसान दाई अनि ईश्वर दाई चाहिँ मन्दिरबाट आइपुग्नु भयो अनि प्रसाद बाँड्दै हुनुहुन्छ अरे। किसान दाई त्यही आएर फेरि एसीमा पङ्खा लाएर बसिहाल्नुमा चाहिँ यताको बानी फेरि खराब छ क्या दादाको। ईश्वर दाजुले यहाँ प्रसाद बाँड्दै हुनुहुन्छ। ल मलाई पनि दिनु नि त। ल कस्तो लाग्यो दाजु मन्दिर? ल थ्याङ्क यू है दाजुलाई ल मन्दिर गएर आइयो। ए हेन्सम यता फेरि मुखै त छैन क्या। बल्ल उठेर मुख लाग्यो। म घोर्दिउँ मारिदिनु पर्छ कि तर छड्के लगाइदिनु भयो कि टिका भनेको त यस्तो हो कि। ल हे रमेशलाई लगाइदिनु न। लाउँदैन र नरिवल त धोस्दै हाने नै। हालेले बिहान बिहान उठेर कला देखाइरहेको छ है फेरि। छेडिन्न होला हौ। मान्छे आत्तिएर आउनु बिहानै गरिसकेँ म छर्प गएर 10 मिनट हो। अन्त सिस्टममा हो, सिस्टममा मतलब बिहानै पनि 6 बजीतिर अनि फेरि 1 घन्टा सुत्ने। आइमल खानले पुरै पढाएर गराइन्छ। यसरी गरे बाबु भनेर ल गफै बढिदिइहाल्छ। यताबाट फेरि धनपति भाइ निस्कियो। खराब छ यो रुम धेरै खराब छ। देख्नु किसान दाई सबले कम्प्लेन हाने हाम्रो रुमलाई। अब के नि हो केही फरक पर्दैन, कोही नआइदिए राम्रो छ। पदम दाईले एउटा रिक्वेस्ट गर्नुभयो मलाई, भ्लगमा म पनि देखिनु पऱ्यो, मलाई देखाइनस् भाइ भनेर। मलाई एकदम टेन्सन भयो, गुनासो राख्नु। दादा ए भाइले त आएर हानिदिइसकेको। हाउ फास्ट यार। ल शरण भाइ यता धनपति भाइले चाहिँ खाना खाँदैछ है। ल दादा आज के छ? तनहुँको सपोर्टरहरूलाई के भन्न चाहनुहुन्छ? सम्पूर्ण तनहुँको सपोर्टरहरूलाई विगतमा जस्तै धेरै माया गर्नुहोस्। हामीले तनहुँको सपोर्टरहरूको मन कहिले पनि हामीले दुखी बनाएको छैनौँ। अब आज पनि हामी जितेर तपाईँहरूलाई खुसी बनाउनेछौँ। तपाईँहरूको साथ सपोर्ट नैतिक रूपमा होस्, आर्थिक रूपमा होस्, भौतिक रूपमा होस्, सधैँ साथ सपोर्ट रहोस्। देशभित्र हुनुहुने हो अथवा देशभन्दा बाहिर हुनु पनि सम्पूर्ण
तनहुँलाई माया गर्ने र समग्र भलिबललाई माया गर्नेहरूलाई एकदम मेरो हृदयदेखि हार्दिक सम्मान पनि छ। धन्यवाद। दाइ भएर नै खेलाडी बाँचिएको छ भन्नुपर्छ। यता आलेडन फेरि पुरा चिल बाह्रमा चाहिँ ल अब हामी खानातिर लाग्छौँ अनि एकछिन रेस्ट अनि भयो। अनि यता हजुरको भनाइ के छ दादा? बाथा नि पहिला विशाल दाजीको युट्युब च्यानलमा सबैलाई स्वागत छ है। अहिले चाहिँ हामी टक्क लाएर म्याग्दी छौँ। म्याग्दीको हामी कुन डाँडामा हो? यहाँ यता माथि डाँडामा हामी चाहिँ त्यहाँ भ्यू टावर छ अरे म्याग्दीको, त्यहाँ जानलाई हामी टक्क दुईवटा बाइकमा है। विशाल दाजी ल कता गयो अर्को बाइकको राइडर आउँदैछन् है। विशाल दाजी र म चाहिँ अब लाग्न लाग्यो। ल के हो बसौँ के? ल लाग्न लाग्यो है त हामी चाहिँ। ल जाऊँ दाजु। बजारतिर छौँ है अहिले चाहिँ हामी टक्क। गेम चाहिँ हारियो। अब हारे पनि अब त्यस्तो थर्डको लागि भयो नि। अब आज बागलुङसँग छ अहिले 12 बजे। अब के कस्तो हुन्छ हेरौँ। अहिले चाहिँ हामी लागिसकेको छौँ है। हामी चाहिँ टक्क लगाएर ल हामी फाइनली के भन्छ अरे यसलाई? भ्यू टावर भन्छ कि के भन्छ है? हालेरमा आइपुग्यो। तर यहाँ आएर नि एकचोटि यहाँ आएन भने मजा हुन्न भनेर आइयो। म्याग्दी बजार देखाउँछ है। हामी चाहिँ आज हडको लागि छ। हामी चाहिँ बिहानै आउनुपर्ने तर खाना खाएर आइयो। त्यो पनि ठिकै छ। हाम्रो 12 बजी गेम भनेको। ग्राउन्डतिर त कोही छैनन्। म्याग्दी बवाल छ है। यो चाहिँ बागलुङ होला। आज चाहिँ हामी घरतिर ब्याग हुन पनि सक्छौँ है त। फाइनली हामी जुन भनेको ठाउँमा आइसक्यो। बवाल देखेछ क्या केटा? तिम्रो पनि फ्रेममा आऊ न यार। विशाल दाजी युट्युब च्यानलमा हजुरहरूलाई पनि स्वागत छ है। सबले सब्सक्राइब गरिदिनु पर्यो हाम्रो विशाल दाईको युट्युब च्यानलमा। ल हिरोहरूलाई स्वागत छ। ल हामी भलिबल हेर्ने चाहिँ यहाँ होला। मान्छे छैनन् अहिले त होइन। बजार ल अब हामी चाहिँ ब्याग हुँदैछौँ। आज 3rd प्लेस गेम खेलेर सबै घर गइन्छ होला सायद। आज म्याग्दीको बसाइ 4 दिनपछि हामी आज घर फर्किन्छौँ होला सायद सबैजना। अब जित्ने गेम त हारिहाल्यो हिजो। त्यही भयो नि। तर माथितिर पनि भ्यू लास्ट बवाल बेची है। यो बागलुङ हो क्या। अहिले हामी बागलुङ, यो त बागलुङै पर्छ होला सायद। भ्यू चाहिँ बवाल छ। म्याग्दी नै हो यो। यताबाट यता होला कि बागलुङ यता होला सायद। म्याग्दी होला कि। जस्ट रमाइलो लाग्यो। राम्रै रहेछ ठाउँ। राम्रै रहेछ। अझै राम्रोसँग घुम्न पनि पाइएन। फेरि गेम अहिले फोन हानेर अट्टाउँछन् भनेर। ल अब ब्लग बन्दै गर्छ। अब एउटा प्राइज त पाइन्छ हामीले। 14सम्मलाई छ अरे। अब खेलौँ के हुन्छ अनि भेटौँला है त। अहिले हामी 3rd भयो म्याग्दी कपमा। हामी 3rd भयो। अब चाहिँ रुममा आएर चिसो हाल्दैछु। अब एकछिन पछि फ्रेस भएर नुहाइ गरेर 3rd प्राइज लिएर हामी चाहिँ जानुपर्छ। आज पोखरामा भेट्नुपर्छ गाइज। म ब्लग एडिट गर्छु। के कति भइरहेछ है। 4औं हुनै दिएनन् उनीहरूले। धेरै कोसिस गरेको 4औं हुने चाहिँ उनीहरूले मौकै दिएनन् नि त। मौकै दिएनन्। उनीहरू आफै 4औं भइदिए।
नत्र हाम्रो ऱ्याङ्क त 4थो हो जिल्लामा जहिले कि फर्स्ट कि चौथा हो पहिलोचोटि होला फेरि थर्ड भएको अब अरू कुरो बोल्यो भने फेरि गइहाल्छ नत्र अरू भन्नु मन लाग्थ्यो छोड्दै अब होइन त्योभन्दा नि तनहुँलाई सपोर्ट गर्ने सपोर्टरहरूलाई के भन्न चाहनुहुन्छ देश विदेशदेखि हेर्नुहुन्छ मेरो ब्लग तनहुँलाई सपोर्ट गर्नुभयो जस हामी हिजो गेम हारे नि होइन कुनै दिन हजुरहरूको इच्छा चाहना पुरा गर्नेछौँ एकचोटि जितेर दुआ गर्नु होला हामीलाई तनहुँ टिमलाई सपोर्ट गर्नुभएकोमा धेरै धेरै धन्यवाद छ सबैजनालाई पनि हाम्रो तनहुँको सपोर्टरहरूलाई मुरीमुरी धन्यवाद मुरीमुरी ल है ल अब हामी फ्रेस हुन्छौँ ल है भिडियो चाहिँ लामै भइसकेको रहेछ जस यो भिडियो चाहिँ मैले अपलोड गर्छु अब अनि फेरि नेक्स्ट भिडियो फेरि हाम्रो निस्किनुमा बनाउँछु छिट्टै हाम्रो दाजीको यहाँ कम ब्याक भएको छ ल दाजी बधाई छ हामीलाई बधाई छ है हामी थर्ड भइयो अब ब्लग चाहिँ म यहीँ इन गर्छु प्राइज लिएको चाहिँ पछि अर्को नेक्स्ट ब्लगमा हेर्नु एडिट गरेर अपलोड हान्छु सबैले लाइक कमेन्ट सेयर सब्सक्राइब हान्नु होला ल बाई